हेरौँ है त अब चुनाव आउँदा हामी धेरै जसोले के गर्छौँ, भाषण सुन्छौँ कि नारा सुन्छौँ कि कुनै पनि उम्मेदवारले त्यसलाई भावुक बनायो भन्दैमा त्यति ढल्किन्छौँ। त्यसैले म भन्छु भोट हाल्नु अघि हामीसँग एउटा सानो तर काम लाग्ने चेकलिस्ट चाहिँ हुनुपर्छ। यो कुनै पनि एउटा पार्टीको पक्षमा होइन कि हरेक उम्मेदवारको लागि चाहिँ काम लाग्ने चेकलिस्ट। सबैभन्दा पहिले आफैलाई सोध्नु पर्यो त्यो उम्मेदवारले पहिले के गरेको छ त। जो तपाईँको घर दैलोमा आएर भोट मागिरहेको छ, यदि ऊ पहिला जनप्रतिनिधि भएको हो भने आफ्नो क्षेत्रमा उसले के परिवर्तन ल्यायो त। काम देखियो कि उसको सबै काम चाहिँ भाषणमा मात्रै सीमित रह्यो, किनकि चुनावमा के गर्छु भन्दा पनि के गर्यो भन्ने कुरा चाहिँ निकै महत्त्वपूर्ण हुन्छ। अब अर्को कुरा हुन्छ एजेन्डाको। चुनाव अघि एजेन्डा सोध्नु गलत होइन, बरु आवश्यक कुरा हो। तर एउटा कुरा चाहिँ याद गरौँ, यदि एउटा सिरियस एजेन्डा छ भने त्यो चुनावको बेला हतारमा बनाइदैन, त्यसको लागि समय लाग्छ। र अझ महत्त्वपूर्ण कुरा चाहिँ सबै ठाउँका लागि एउटै एजेन्डा हुँदैन। यदि कुनै पनि उम्मेदवार गाउँबाट उठ्दैछ भने त्यो उम्मेदवारले कृषि, पानी, शिक्षा, स्वास्थ्य, सडकको कुरा गर्नुपर्छ र शहरबाट उठ्दैछ भने चाहिँ त्यो उम्मेदवारले रोजगारी, व्यवसाय, ट्राफिक, फोहोर व्यवस्थापन, पूर्वाधारको कुरा गर्नुपर्छ। यदि एजेन्डा आफ्नै ठाउँको समस्यासँग मिल्दैन भने त्यो एजेन्डा कागजमा मात्रै लागू हुन्छ। अब मेनिफेस्टो अर्थात् घोषणापत्रको कुरा गरौँ। मेनिफेस्टो सोध्नु पनि एकदमै सही कुरा हो। मेनिफेस्टो भनेको हामीले जितेपछि के गर्छु भन्ने एउटा लिखित प्रतिबद्धता हो पार्टीहरूको। कानुनले कुनै पनि एउटा कडा मिति चाहिँ तोकेको छैन, तर पनि चुनावी प्रचार गर्नु अघि मेनिफेस्टो दिनु चाहिँ एउटा लोकतान्त्रिक जिम्मेवारी हो भनेर भनेको छ। र अर्को महत्त्वपूर्ण कुरा हुन्छ इमानदारी। अब कुनै पनि उम्मेदवार उठिरहेको छ भने भ्रष्टाचार, स्क्याम वा शक्ति दुरुपयोग केसेसहरूमा चाहिँ उसको नाम मिसिएको हुनु भएन, किनकि जो मान्छे सत्ता भन्दा पहिले नै गलत बाटोमा छ ऊ सत्ता पाएपछि सुध्रिन सक्छ भन्ने ग्यारेन्टी हुँदैन। र अन्तिममा एउटा प्रश्न सोधौँ, त्यो उम्मेदवार चुनावपछि पनि भेटिन्छ कि केवल भोट माग्न मात्रै तपाईँको घर दैलोमा आउँछ।